आमा लुसेको हेरेर सो वेलकम ब्याक टु माई युट्युब च्यानल केटा हो सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु होइन आज चाहिँ नाइट पार्टी केटाहरूसँग ओए मेरो कपिराइट लाग्ला है सो त्यही हो केटाहरू मासु पार्टी आज होइन सो त्यही हो केटा हो बिस्तारैहरूमा आज भर्खर मोबाइल बनाएर ल्याएको त्यही भएर मात्र हो क्या भ्लग बनाएको होइन राति राति भ्लग बनाएर आएको अब डेली भ्लग हाल्छु म होइन भर्खर मोबाइल बनाएर लिएर आएको होइन मोबाइल बिग्रेको त्यही भएर भ्लग नजाएर खतरा खतरा भ्लग चल्छ केटा हो चल है त यहाँ डेस्टिनेसन आइसक्यो पासिङ बाडे हाम्रो केटाहरू यहीँ छ यी टक्क त्यो अब यहाँनिर बार्बिक्यू हान्नुपर्छ होइन चट्ट त्यो यहाँ रेडी पनि भइसक्यो साथीको घरमा सो आमाहरू यही हो घर चाहिँ होइन टक्क थिएन अब ल केटाहरू एक जुरुक्क बोकेर यहाँ छ्याप बोकेर होइन अब एकछिन भेट्छ तपाईँहरूलाई एकछिन भेट्छ अब चाहिँ हामी पुगिसक्यो अब त्यही केटा हो अनि धेरै पछि भ्लग बनाएको छ होइन भ्लग चाहिँ अब चट्ट छ्याप्प पार्नुपर्छ होइन त्यही केटा हो अब होइन सो त्यही केटा हो मासु छ्याप मासु बोल्ने साथीको घरमा आएछ मासु त बोल्नु पऱ्यो होइन रिजन भाइ यहाँ त्यही हो सबैलाई माया छ एकछिन भेट्छ के भन्छ धेरै पछि भ्लग झरेछ धेरै पछि भ्लग झरेछ होइन अब भ्युज ल्याम्प झार्नुपर्छ अब त्यही हो अब 1K बनाएको छ 2K बनाउनु पर्छ 3K बनाउनु पर्छ सुरु भयो छ्याप वडा नम्बर 6 देखि खजुरेको टोलसम्म कालेको टोल ल्याबिस केटा हो हाम्रो ल्याबिस यता छ अर्को ल्याबिस आउँदैछ यहाँ ओ हेर त्यो चाहिँ किन केमा पाउने त पाडी खासै यो त चाहिँदैन होला हामीलाई अलिकति चट्टा आज चाहिँ म लाउँदिनँ केटा हो अहिले होइन लगाउन ए छोडिदे मलाई भर्खर हात धोको त ए ठिक छ छल पारामा उयो पिसेको जा पखाले लिएर आइज के छ पिसहरू चाहिँ ओ साउ यो पखालेर लिएर न मासु यहाँ भुइँमा झऱ्यो ल ओ हिरो यो पखाला त हेर्नु अब कगजको मुखमा थुकायो कगजको मुखमा कगजको मुखमा थुकायो यो देख्ने बित्तिकै भनौँ है कमेन्टमा ल पकापाडी अब दौरा नै अनि यो राख नि त खजुन्डको घरको लागि उयो छैन खै बेसार खै त्यो त मैले कसलाई दिएको थिएँ प्लास्टिकमै थियो क्या मैले कसलाई ऊ सबलाई दिएको जस्तो मासु छोड्ने एक पिस भयो भने हाम्रो पार्टीले यहाँ चट्ट घरै आगो लाग्ने आगो बालिरहेको छ मासु मात्रै पुग्दैन जस्तो लाग्यो मासु ल पाडी आज के हान्ने रे उन्दिउ किन जाने बाइक बाङ्नु अघि चाहिँ कुरा गर्दैन छ्याङ गर्छौँ पुग्छ केटा आउनुहुन्छ अनि म्यारिनेट त हुन देऊ
भइसक्यो म त केटा रेडीमा हुन्छ अन्त गाली खाइरहेको छ या अन्त होइन पार्टीकोमा बेसा सेसा लिएर आउँछु बरु सो हेलो गाइस मासुको टुक्रा खाने भयो यहाँ रिजन अर्को मोलिरहेछ यहाँ हाम्रो पासाङ पाडी एसटिटुजी मदर फगर्स अन्त पाडी आगोले झन् मस्त भइरहेछ झन् नहेर्दा हुन्छ है फेरि यसले आएर आँखा रोप्ने उयो त देखाउँदै त यो चाहिँ नाकीले खान्छ भने चाहिँ फेरि यो चाहिँ अबुई सलापे हल्का यता साइडमा राख ल पाडी तिमीहरूले आगोमा हाल्दै क्या के हो रे बाढी हो प्लान अर्कै थियो अर्को भयो यति खाने सुक्नु सुक्नु जानु उब्लानी उब्लानी हेरौँ न के हुन्छ अन्त केटा हो होइन त भन्दिनँ यहाँ आएर सो अहिले चाहिँ हामी फेरि मासु लिन जानु लाग्यो आज स्याप साथी र म चाहिँ होइन यताबाट चाड्नु यताबाट पुग्छ सो हामी चाहिँ अहिले मासु लिन जानु लाग्यो होइन मासु पुगेन भने यतै छ क्या पाडी एउटा नजिकैको पसल हो खुला छ लिएर त्यस्तो त्यही हो केटा हो अब आएको छ्याप हान्नुपर्छ त्यही हो ल केटा हो हामी चाहिँ अब दिन थालेको पोलिरहेको छ आमा पोलिरहेको छ मासु त्यहाँ फेरि बोल्यो लिएर आएको खाए ल सराद पनि छ हाम्रो चाहिँ यहाँ खाए ल त्यस्तै छ होइन केटा हो के भन्दा अब के चाहियो काँक्रो अब खै कुदाउला नि आमा लुसेको हेरेर यसरी बनायो क्या अघि फर्स्टमा यसरी ल्याप ल केटा हो यो चाहिँ हाम्रो रेड के हो यो त्यो के अरे डाइनोसरको मासु होइन त्यो केटा हाइडगेटभित्र स्याल गरेर रातै त हो त्यसको मासु स्यालको मासु रातो रातो चोरा स्वाद मिठो 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 हाम्रो त हाम्रो सो केटा हो हामीले खाइ पनि सक्यो होइन
सो आजको लागि यति नै नाइट ब्लग। देखाइदियो नि त पन्जा खोले सो त्यही हो। अनि अब केटा हो यही हो। अब आजको लागि यति नै। अब फेरि भोलि नयाँ भ्लग झर्छ होइन, अब दिनकै भ्लग झर्छ। यसो कन्टेन्ट नपाए पनि भ्लग झारिदिइरहेको छु होइन। त्यही हो आजको लागि यति नै होइन। राम्रो लाग्यो भने सब्सक्राइब हान्नु, कमेन्ट हान्नु, सब्सक्राइब अलिक बढाइदिनु। नयाँ पखालो केटा हो मलाई देख्छ भिडियोमा नयाँ भिडियोमा अब नयाँ केटाहरू झार्दैछु होइन। त्यही हो आजको लागि यति नै। सो तपाईँलाई राम्रो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब सियर सबै ठोकिदिनु होला। आजको लागि यति नै। बाई बाई।